जय मसी। आज म तपाईँलाई विशेष गरी सपनाको आयाममा हामी कसरी युद्ध जित्ने भन्ने विषयमा बोल्दैछु। तपाईँ याद गर्नुभएको छ यो पृथ्वी चाहिँ भन्दा अगाडि चाहिँ आत्मिक संसार थियो। आत्मिक संसारबाट यो भौतिक संसार हुन आयो। पहिले स्पिरिचुअल कुरो थियो, त्योबाट चाहिँ नेचुरल कुरो आयो। त्यसले गर्दा धेरैचोटि चाहिँ तपाईँ र हाम्रो जीवनमा कुनै कुरो पृथ्वीमा मेनिफेस्ट हुनुभन्दा अगाडि चाहिँ हाम्रो जीवनमा मेनिफेस्ट फिजिकली हुनुभन्दा अगाडि चाहिँ स्पिरिचुअल आयाममा स्पिरिचुअल रेममा चाहिँ त्यहाँ एक्टिभिटी भएको हुन्छ। अनि यो कुरो एकदमै बुझ्नु जरुरी छ विश्वासीले। तपाईँ सुन्नु भएको छ, कतिजनाले यसो भन्छ नि, मैले कार एक्सिडेन्ट भएको सपना देखेको थिएँ अनि मेरो केही दिन पछाडि कार एक्सिडेन्ट भयो। मैले चाहिँ कतिजनाले सपनामा झरेको दर्शन देख्नुहुन्छ होइन, कतिजनाले एक्सिडेन्ट भएको दुर्घटना भएको यस्तो दर्शनहरू देख्नुहुन्छ सपनामा, अनि त्यही नै उनीहरूको जीवनमा हुन आउँछ। तर तपाईँ र म विश्वासीले केयरफुल हुनुपर्ने कुरो चाहिँ के भने तपाईँ र मलाई युद्ध लड्छौँ अनि दुष्ट आत्माहरू भूतप्रेतहरू चाहिँ उनीहरू व्यक्ति हो तर उनीहरूको शरीर छैन। हामी पनि व्यक्ति हौँ, हाम्रो शरीर छ। दे आर पर्सन जस्ट लाइक अस। उनीहरू बोल्नु सक्छ, डिसिजन गर्नु सक्छ, उनीहरूले भेरी इन्टेलेक्चुअल हुन्छ जस्तै हामी छौँ। एउटा पर्सनमा हुने क्वालिटी चाहिँ दुष्ट आत्मा भूतप्रेतमा पनि हुन्छ। अनि पावलले एकचोटि पुछ्न लेख्नुहुन्छ, हामी चाहिँ हाम्रो युद्ध रगत र शरीरको विरुद्ध होइन तर प्रधानता विरुद्ध, शक्तिहरूको विरुद्ध, दुष्ट चाहिँ आत्मिक सेनाहरूको विरुद्ध भन्छ नि, आत्मिक आयाममा युद्धको कुरो त्यहाँ गरिएको छ। त्यसले गर्दाखेरि यसलाई कसरी हामी जित्नु सक्छौँ? त्यसले गर्दाखेरि कोही बेला ड्रिम्सहरू चाहिँ प्रभुबाट आएको ड्रिम्सहरू चाहिँ युजली यो वार्निङको लागि आउँदछ, हामीले बाटो सुधारोस् भनेर। कि नभए चाहिँ प्रभुले हामीलाई के कुरो अगाडि हुँदैछ भनेर पनि बताउनुहुन्छ। तर कोही कोही ड्रिम हुन्छ, त्यो ड्रिम चाहिँ नेगेटिभ मात्रै होइन, त्यो एकदम डार्कनेस तपाईँमा आउँछ होइन त। कतिजनालाई तपाईँ राति ड्रिम देख्नुहुन्छ र बिहान उठ्दा तपाईँ एकदमै ग्लुमी हुन्छ नि, तपाईँलाई रिस उठ्ने हुन्छ। त्यो चाहिँ डिमोनिक ड्रिम्सहरू हो। त्यसलाई कसरी हामी जित्ने भन्ने आज म तपाईँलाई सिकाउँछु। त्यो चाहिँ प्रिय पहिलो कुरो चाहिँ तपाईँ त्यो ड्रिमसँग एग्री नहुनुहोस्, बुझ्नुभयो नि। किनभने जब तपाईँ एग्री हुन्छ त्यो चाहिँ मेनिफेस्ट हुँदछ। दोस्रो कुरो, तपाईँले जुरुक्क उठ्नुहोस् तर तपाईँले भन्नुहोस्, नासक यीशुको नाउँमा म दुष्ट आत्मासँग म यो कुरामा एग्रिमेन्ट गर्दिनँ, म एग्री हुँदिनँ, यसलाई म यीशुको नाउँमा म यसलाई चाहिँ नहुनको लागि आज्ञा गर्छु। फर्स्ट अफ अल यु हेभ टु डिसएग्री, हुनु नि। र तपाईँले घोषणा गर्नुपर्दछ। किन जुन समय जुन दिन तपाईँले त्यो ड्रिम देख्नुहुन्छ र तपाईँ त्यो एग्री गर्नुहुन्छ, तपाईँको जीवनमा त्यो हुन आउँदछ। त्यसले गर्दाखेरि पहिला चाहिँ आत्मिक आयाममा चाहिँ डिसिजन हुन्छ, आत्मिक रेममा। र त्यो चाहिँ दुष्ट आत्माले मेनिफेस्ट गर्न चाहन्छ कोही बेला पृथ्वीको हाम्रो यो भौतिक आयाममा। अनि यो कुरो चाहिँ हामीले एकदमै ध्यान गर्नुपर्दछ। कतिजना तपाईँले सपना देख्नुभयो भने त्यस्तो नेगेटिभ कुरो देख्नुभयो भने, हानि भएको कुरा देख्नुभयो भने, बुझ्नुभयो नि, तपाईँले त्यसको विरोध गर्नुपर्दछ। बाइबलले भन्छ, प्रकाशको पुस्तकमा हामी पाउँछौँ, तिनीहरूले चाहिँ आफ्नो गवाई र यीशुको रगतद्वारा उनीहरू चाहिँ विजय पायो भनेर। आज पनि हामी पृथ्वीमा हामी विश्वासले यीशुको रगत र गवाई भनेको कन्फेसन हामी गर्न सक्छौँ। त्यसले गर्दाखेरि रिमेम्बर द्याट। कहिले पनि अब यसो कहिले पनि नभन्नु, मैले यो सपना देखेँ अब यस्तो हुन्छ, नभन्नुहोस्। हामी डिसएग्री हुनु सिक्नु पर्दछ। आत्मिक आयाममा यो ड्रिम्सको रेममा डिमोनले ल्याएको ड्रिमहरूलाई फाइट गर्नु सिक्नु पर्दछ। अनि यसले चाहिँ तपाईँको जीवन, तपाईँको धन सम्पत्ति, तपाईँको मण्डली, तपाईँको फ्यामिलीलाई यसले चाहिँ प्रोटेक्ट गर्दछ। परमेश्वरले तपाईँलाई आशिष दिनु। थ्याङ्क यू।